हेलो गाइस, वेलकम टु द क्रेजी क्याप्चर। आज हामी एउटा एक्सपेरिमेन्ट गर्न गइरहेको छौँ। हामीसँग दुईवटा क्यान्डल छ, राइट साइडमा हाम्रो नुन छ, लेफ्ट साइडमा हामीसँग चिनी छ। हामी यो क्यान्डललाई बाल्नेछौँ, यसलाई केही गर्ने छैन, यो बलिरहन्छ। र यो क्यान्डललाई हामी बालेर यसको माथिबाट जब यो बल्छ यसको माथिबाट चाहिँ नुन हाल्ने हेर्नेछौँ कस्तो असर हुँदो रहेछ। र त्यसपछि हामी चिनी पनि हाली हेर्नेछौँ र यसको यो फ्लेम छ आगोमा चाहिँ कस्तो असर पर्दो रहेछ भने हामी चेक गर्नेवाला छौँ। अब एक्सपेरिमेन्ट सुरु गरौँ। अब हामी यसमा पहिला नुन हाल्नेछौँ। नुनले मैले हेर्न सक्नुहुन्छ यसको फ्लेम कम भयो, यसको फ्लेम ठुलो छ। नुनले चाहिँ यसको फ्लेमलाई कम्ती गरिदिएको छ, फ्लेमलाई सानो पारिदिएको छ। अब नुनको भयो, अब हामी यसमा चिनी हालिहेर्छौँ। सो यो चिनी हो, चिनी हाल्दा चाहिँ के हुँदो रहेछ हेऱ्यौँ है। चिनी पकाएर रङ चेन्ज हुन्छ, ब्राउन भएर अनि चिनी पनि बल्नेवाला छ। हेर्न सक्नुहुन्छ चिनी पनि पग्लियो र चिनी पनि बल्दैछ। अब ब्राउन कलरको भएर चिनी पनि बल्दैछ। सो यो थियो हाम्रो एक्सपेरिमेन्ट। नुनले गर्दाखेरि के भयो भन्दाखेरि यसको फ्लेम सानो भयो, तर चिनीले हाल्दाखेरि चाहिँ चिनी पनि पग्लेर चिनी पनि बल्न थाल्यो। त्यो पनि एउटा एक्सपेरिमेन्ट गरिहालौँ। यसलाई हामी निभाउँछौँ र त्यो धुवाको फ्लेममा चाहिँ यो आगो पऱ्यो भने त्यो धुवाबाट पनि आगो बल्छ कि बल्दैन भनेर चेक गरौँ। द्याट मिन्स धुवामा आगो ट्राभल गर्छ कि गर्दैन भनेर चेक गर्नु पऱ्यो। यो चाहिँ हाम्रो एक्सपेरिमेन्ट। तपाईँहरू कमेन्ट गर्नु होला। अरू पनि एक्सपेरिमेन्ट गर्न मन लाग्छ भने हामीलाई कमेन्ट गर्नु होला, हामी त्यो गरेर देखाउनेछौँ। आजलाई यति हो। च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक, सेयर, कमेन्ट। गुड बाई।